तपाईलाई यहाँ आउन नै टाइम लाग्छ त्यो कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। महत समाजका जौलेनी नाच प्रस्तुत गर्ने साथीहरूले यति बेला सुन्दै हुनुहुन्छ भने स्टेजको उत्तरतर्फ सचिवालयको नजिकमा रेडी अवस्थामा बसिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो यो क्याङ्सी समाजको नाचनी नाच हामी प्रस्तुत गरेका छौँ र उहाँबाट मैले जानकारी लिए अनुसार यो नाचनी नाच विशेष गरेर हिउँदको समयमा यो समय जनाउनलाई पनि नाचिने रहेछ र मगर समुदायका विभिन्न नाचहरूले विभिन्न किसिमका कुराहरूलाई इङ्गित गर्ने गर्छन् र आफ्नै पहिचान र सिनारी रहेको छ मगर समुदायमा। यो विभिन्न संस्कृतिहरूको आफ्नै पहिचान छ र मगर माघे सङ्क्रान्तिलाई हामी एउटा नयाँ वर्षको उत्सवको रूपमा पनि मनाउने गर्छौँ र सोही अनुसार हामीले माघी मेलाको आयोजना गरेका छौँ र नेपाल मगर सङ्घ घोराई नगरको आयोजनामा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघी मेला 2081 भनेर हामीले आजदेखि औपचारिक रूपमा माघ 11 गतेसम्म सञ्चालन गर्ने कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र यहाँको समय अब सकिएको कुरा पनि म निवेदन गर्न चाहन्छु। मैले अघि नै भनिसकेँ हाम्रा मगर संस्कार संस्कृतिहरू निकै नै लामा खालका छन् र हामीले देखाउने प्रत्येक मौलिक संस्कार संस्कृतिभित्र प्रत्येक स्टेपको प्रत्येक चाहिँ हाम्रो नाचको आफ्नै खालको एउटा पहिचान र त्यसले देखाउन खोजेको कुरा भन्न खोजेको अर्थ फरक खालका रहेका छन्। त्यस कारणले गर्दा यो सबै अर्थ खोज्ने हामीलाई धेरै समय लाग्छ। त्यस कारणले पनि हामीले थोरै समय हामीले छुट्याएका छौँ र यहाँहरूलाई आफ्नो प्रस्तुति छुट्याएर बिदा भइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। महत समाज जौलेनी नाचको लागि हाम्रो स्टेजको उत्तरतर्फ सचिवालयको नजिकमा तयारी अवस्थामा रहिदिनु होला। हामी त्यसपछि हामी शुभकामना मन्तव्यलाई जोड्नेछौँ। त्यसपछि हामी महत समाजको जौलेनी नाचलाई अगाडि बढाउनेछौँ र यहाँलाई अवगत गराउन चाहन्छु हाम्रो आजको शोभायात्राका संयोजक नेपाल मगर सङ्घ घोराई नगरका वरिष्ठ उपाध्यक्ष मित्रलाल बुढा मगरको अनुसार मैले आजको यो तपाईँहरूको परिस्थितिलाई अगाडि लैजाने अनुमति मागेको छु र सोही अनुसार अगाडि बढाएको कुरा पनि यहाँलाई निवेदन गर्न चाहन्छु। धन्यवाद छ क्याङ्सी समाजको यो नाच्ने नाचको लागि। यहाँहरूले आउने समय छुट्याइदिनु होला। आफ्नो प्रस्तुतिलाई छुट्याएर बिदा भइदिनको लागि म आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धन्यवाद छ यहाँलाई। निकै नै मिठो प्रस्तुतिको लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दै यहाँलाई आफ्नो प्रस्तुति छुट्याइदिनको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै धेरै धन्यवाद सम्पूर्ण उपस्थित महानुभावहरूले क्याङ्सी समाजको यो नाचको लागि जोरदार तालीले बिदाई गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। म फेरि आसन ग्रहण कार्यक्रममा जोड्न चाहन्छु र यसै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। नानी चाहिँ कहाँ देख्यो नि? हो, ए टिमसँगै आएको? ल, ठिक छ। अनि महोत्सवमा रमाइलो गरौँ भनेर शुभकामना मन्तव्यलाई जोड्न चाहन्छु। के हो नानीको नाम चाहिँ?
उत्तर पञ्चायत सङ्घका महासचिव महेन्द्र बुढा थुकीज्यूलाई घर कता नि? शुभकामना मत दिनको लागि म हार्दिक थ्याङ्क अनुरोध यू गर्छु। थ्याङ्क यू